ल हजुर तपाईँ र म त झन् इष्टमित्र परौँ के अरे। अब मेरो छोरालाई ल्याएर तपाईँकी छोरीको हात माग्न आएँ म त। मेरी छोरीको हात माग्न आउनु भएको छ तपाईँको छोराको हात के भयो र? यो माप फाल्ने हात त छोल्ला छोल्ला कुइके त हजुर। बिदौरे रहेछ यार यो त। अनि यिनी सब मजाकका कुरा भयो सन्दिज्यू। अनि हात माग्न आउनु भएको छ, अनि खै त छोरी लिएर आउनु भएको छ त। तपाईँले कुरा त गजबकै गर्नुभयो सम्धिज्यू। अब के गर्ने, मैले बिहे गरेको थिएँ, बिहे गरेको 2 वर्षमा मेरो छोरी जन्मियो, तर मलाई आवश्यक चाहिँ छोरोको थियो। के गर्ने हजुर, मैले यसको लिङ्क परिवर्तन गरिदिएँ। ल सम्धिज्यू, तपाईँका छोराको के नराम्रो आदत, जाँड रक्सी चुरुट नसा गर्ने केही छ भने भनिहाल्नु पर्यो है। हामीलाई त परि राम्रो लाग्दैन यस्ता कुराहरू। के ढो गर्नु पर्यो बाबु? ससुराबा ढोक गरेको होइन, ठुटो समातेको। हेर अब फाल्नु हुने, उदो बगाई उभो खोज्नु हुने। होइन सम्धिज्यू, तपाईँले गलत सोच्नुभयो हामीलाई। त्यो मेरो छोराले त मेरो लागि समाते हो त त्यो ठुटो। बरु यसो भन्नुहोस् तपाईँको छोरीको गलत आदतहरू के छ? छोरी भन्थ्यौ त तिम्रो के गलत आदत छ कि? त्यस्तो गलत आदत त केही पनि छैन के बाबा मेरो। हिजो मात्र मैले 2टा एक्सको 2टा बच्चा फालेको, त्यति हो। गलत आदत त नरहेछ छोरीको, छोरी नै गलत रहेछ। ल सम्धिज्यू, तपाईँले मैले गर्ने कुराकानी हामीले गरिहाल्यौँ। अब केटाकेटीलाई पनि कुरा गर्नलाई एकान्तमा पठाउनु पर्यो है। ल बाबु जा त। वाह, कस्तो राम्रो कपाल के हजुरका त। बजार गएर बाल कटिङ गर्न लागेको छु। तपाईँलाई कुन स्टाइल मनपर्छ? ए मलाई त डगी स्टाइल मनपर्छ। अनि के तपाईँको कोही गर्लफ्रेन्डहरू छन् भने भनिहाल्नु है, मलाई भोलिका दिनमा दुःख नहोस्। मेरो चाहिँ गर्लफ्रेन्ड छैन, बुढी चाहिँ छ। अनि तिम्रो बयफ्रेन्डहरू छैनन् भने टाउकोमा हात राखेर कसम खाऊ त। कहाँ छ टाउको? यता रहेछ। मेरो बयफ्रेन्ड कोही पनि छैन।